नमस्ते एभ्रिवान, यहाँहरू सबैलाई स्वागत गर्न चाहेँ मेरो द ब्लग्स नेपालमा। यो चाहिँ अब अहिले जुन अब स्प्रिङ सुरु हुँदैछ यहाँ, अस्ति हिउँहरू पऱ्यो, हिउँहरू परेर बिस्तारै हरियालीहरू छाउँदैछ। आज मन्डे सोमबार अप्रिल 6 मा चाहिँ यतातिर आउने मौका जुरेको थियो, त्यही भएर यो भिडियो चाहिँ होइन तपाईँहरूमा सेयर गर्न चाहेँ। होइन हाम्रो बाटोहरू एकदम भनौँ न होइन राम्रो छ, होइन सुविधा सम्पन्न देशमा, होइन अब सबै बाटोहरू जनताहरूको लागि सुविधा चाहिँ एकदम होइन बाटोहरूदेखि लिएर सबै एकदम राम्रो छ। अब बिस्तारै हाम्रोमा पनि हुँदै होला, होइन अब त्यस्तै हो, होइन चेन्ज भएको छ, होइन त्यही हिसाबले चाहिँ अब पनि यस्तै बाटोहरूको आशा लिएको छ नि। यस्तो बाटोहरू चाहिँ तपाईँको होइन यहाँबाट अब भित्रभित्र जता गए पनि जस्ट बाटो चाहिँ एकदम के भन्ने होइन अब एउटा फिलिलिली भन्नु पऱ्यो यस्तो छ। सबै आफ्नो उसमा चाहिँ दौडिरहेको छ, पनि आफ्नै काममा दौडिरहेको त्यस्तो भएर अझ धेरै दिनपछि नै भिडियो बनाउँदैछु। त्यति स्वास्थ्यको त्यति ठिक थिएन भन्नु पऱ्यो, अहिले चाहिँ अब स्वास्थ्य अलि राम्रो हुँदै गएको छ। त्यही भएर मैले चाहिँ अब सब भिडियोहरू धेरै भयो गुन्जा ब्लग्स नेपालमा पोस्ट नगरे पनि खास यसो भनौँ न गरिरह्यो भने एउटा मेमोरी बसिरहन्छ अरू खास त्यो त होइन तपाईँहरूमा सेयर गर्दाखेरि भनौँ न होइन हजुरहरूलाई पनि अलिकति यसो हेर्दाखेरि रमाइलो लाग्छ कि नयाँ ठाउँहरू देख्दाखेरि होइन जस्तो लाग्छ, होइन अब यदि मनपर्छ भने लाइक पनि गरिदिनु होला भन्नु चाहिँ त्यस्तो प्रोफेसनल भएको चाहिँ होइन, जस्ट आई ट्राई होइन ट्राई कोसिस गरेको हो। जस्तो यस्तो कन्टेन्टहरू क्रिएट गर्न त आउँदैन, तर तपाईँहरूले यसो सरसल्लाह होइन यस्तो कन्टेन्टहरू बनाउनुहोस् न भने जस्ट आई ट्राई होइन कोसिस चाहिँ गर्न सकिन्छ होला, तर नट पर्फेक्ट होइन त्यस्तो पर्फेक्ट त छैन नै। के भन्ने है मान्छेको लाइफ हो भनौँ न अब जन्मिएपछि अब यो अन्त नभएसम्म चाहिँ होइन अब के कता होइन कस्तो ठाउँतिर दौडिनु पर्दो रहेछ, घुम्नु पर्ने रहेछ, होइन त्यही अनुसारले जन्मियो एकतिर, फेरि कर्म एकतिर गऱ्यो, अब त्यो कर्म गर्दा गर्दा फेरि एकतिर आएछौँ, आए पनि कर्म गर्दैछौँ। होइन हेरौँ तपाईँहरूको आशीर्वादले गर्दा अहिलेसम्म राम्रो नै छ, होइन अब राम्रो नै स्मुथली मुभ भइरहेछ। त्यही भएर होइन हजुरहरूको आशीर्वाद मेरो साथी मेरो आफन्तहरूको सधैँ रहिरहोस् होइन भन्न चाहिँ भन्दै तपाईँहरूमा चाहिँ होइन यो चाहिँ हाम्रो पेन्सिल्भेनियाको चाहिँ कार्लाइज भन्ने ठाउँतिरको हो यो भ्यूहरू। यो चाहिँ हाइवे यहाँ 55 भनौँ न 55 माइलेजको स्पिडमा चाहिँ हिँड्नुपर्छ यहाँ। अझै चाहिँ कोही गाडीहरू त्यति देखिँदैन, 45 छ होइन स्पिड चाहिँ एकदम लिमिट भनौँ न गर्नुपर्छ। यति गरेन भने अब त्यही हो पुल ओभर टिकट खाइन्छ, होइन अब केयरफुल हुनुपर्छ। अब केयरफुल भयो भने गाह्रो छ, पछाडिबाट आएर फेरि मामाले पिलिक 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 गरिदिन्छ, सक्यो त्यसपछि सक्यो भन्दाखेरि पैसा तिर्नु पऱ्यो होइन टिकट खाइन्छ। भन्दै अझ म चाहिँ यो त गाउँतिर आएको थियो, अब यति किलोमिटर चाहिँ अब फर्किँदैको अवस्था हो यो। बिस्तारै अझै 9 मिनट छ म मेरो ठाउँमा पुग्नुलाई चाहिँ। आउने गर्दा 1.5 वर्ष जति भइसक्यो माखु मार्न सकेको छ भन्नु पऱ्यो होइन। अब के भन्ने साथीहरूलाई भेट्नु पर्ने छ होइन, भेट्छौँ नै होइन बिर्सेको छैन भन्दै मेरो यो गुन्ज ब्लग्स मजा होइन पोस्ट गर्न चाहन्छु भने अब यो चाहिँ अब जस्ट नट एडिटिङ होइन एडिट गर्न पनि आउँदैन, अब के गर्न आउँदैन, त्यो डाइरेक्ट खिच्यो डाइरेक्ट हालिदिनु अन्त त्यति धेरै भयो। मैले युट्युबतिर पनि पोस्ट नगरेको छैन नै होइन। अब
गाह्रो छ के भने लाइफमा होइन मान्छेहरू स्ट्रगल गर्छ नै गर्नुपर्छ नै दुःख नगरिकन नाम पाउँदैन जहाँ पनि होइन कर्म गर्नुपर्छ नै कर्म गर्दै गर्दा कहिले जानी नजानी मिस्टेकहरू हुनसक्छ होइन त्यसलाई चाहिँ अब माफी दिनु होला भन्न चाहिँ होइन साथीहरूलाई साथीभाइहरूलाई अवश्य पनि गुन्जाले तपाईँहरूको जुन लगाउनु भएको गुन्जा बिर्सिने छैन होइन बिर्सेको छैन होइन अब अहिले समय परिस्थितिले गर्दा होइन अलिकति टाढी नपुगेको छौँ नै अवश्य पनि हामी छिटो नै अब जोडिन्छौँ भन्ने आशा लिएको छौँ यस्तै छ त्यही त हो होइन उता पनि अब नेपालमा पनि त्यस्तै स्ट्रगल अब दुःख नै हो दुःख नगरी नहुने हामीले यस्तो दुःखहरू गर्दैछौँ नै अब हेरौँ अब कति सकिन्छ आफ्नो शरीरले यहाँ चाहिँ अब फुलहरू फुल्न सुरु गऱ्यो स्प्रिङ सुरु भयो सकेर फुलहरू चाहिँ 45को स्पिड छ साथीहरू बिस्तारै हिँडिदिन्छ यस्तो छ गाह्रो छ है लाइफ तपाईँहरू कस्तो लाग्छ है लाइफहरू रमाइलो पनि छ होइन यहाँको चाहिँ एउटा अचम्म लाग्छ हाम्रो नेपालमा चाहिँ बाउन्ड्रिङ भनौँ वालहरू लगाइन्छ घरहरूमा होइन आफ्नो सेफ्टी सुरक्षा भन्छ खास त यहाँ चाहिँ पुरा एकदम भनौँ न होइन ओपनै हुन्छ वालहरू लाइन्न नै घरहरू चाहिँ कम्बल लाउनुपर्छ रे पर्खर लाउनुपर्छ रे भन्छ है वाल लाउनुपर्छ रे भन्छ हामी चाहिँ अब कार राइड बाइकमा चाहिँ मेरो जीवन साथी मेरो मुटुलाई लिन आउँदैछौँ होइन यसो पढ्नुहुन्छ बाइक पेन्सिल्भेनिया भन्छौँ होइन यहाँको वेदरहरू त अब चिसो पनि हुन्छ हिउँ धेरै पर्छ होइन जाडो होइन विन्डी हावाहुरी यस्ताहरू होइन हाइवे आइपुग्यो हाइवेको मुनिबाट चाहिँ म छिर्छौँ नै छिरेर अब आइहाल्नु मेरो जीवन साथीले चाहिँ म लिन जाँदैछौँ नि स्कुल छ स्कुलतिर चाहिँ अब यो बत्ती बल्यो भने चाहिँ 15को स्पिड भनेर चाहिँ होइन वेन फ्ल्यासिङ भनेर चाहिँ 15 अरू बेला पनि मामाले भेट्यो भने त मार्छ यहाँ स्पिड दौडेर देख्यो पनि यहाँ चाहिँ नियम कानुनलाई चाहिँ एकदम फलो गर्नुपर्छ त्यति फलो गर्नु भएन भने अब त्यही हो कारबाही गरिन्छ कारबाही पनि डेन्जर कारबाही हुन्छ होइन त्यो फेरि यो सडक भायोलेसन भनेको एकदम उसमा लिँदो रहेछ यिनीहरूले हाम्रो त त्यस्तो लिँदैन उनी होइन भन्छ छोडिदिन्छ होइन ड्याम केयर गरिदिन्छौँ हामी यहाँ चाहिँ गाह्रो छ सडक भायोलेसन भेट्यो कि अब लाइफभरि बस्यो अब त्यो प्रोफाइलमा बस्यो हुन्छ सक्यो प्रोफाइलमा बसेपछि अब म पनि आइपुग्न लाग्यो 35 स्पिड छ हार्ड वेट गरिरहनु भयो होला सायद ढिलो भयो 15मा पुग्नु पर्ने अब 15 मिनट चाहिँ लेटिङ भयो अब नानीहरू लेट भयो भन्ने होला अब त्यो गाउँतिर गयो नेटै नलाग्ने रहेछ भने यहाँ पनि अब नेपालमा मात्रै नेटवर्क जान्छ होला भने त छैन यहाँ पनि नेटवर्क छैन चल्दैन त्यस्तै छ अब म चाहिँ अब बजारभित्र छिर्दैछौँ 25 स्पिड आफैले मेन्टेन गर्दै हिँड्नुपर्छ होइन यस्तो राम्रो छ निट एन्ड क्लिन हाम्रो नेपालमा बाइक जस्तै सबैजना चाहिँ अब सबैसँग गाडी हुन्छ नि यसले कताबाट लाने भयो है भन्ने भयो यसले माथिबाट लगेर त फेरि घुम्नुपर्ने हुन्छ अहिले चाहिँ फुलहरू फुलेर है सेतो नै राम्रो भएको छ अहिले यति राम्रो भएको छ कि सेतो अब अझ झन् अब 1-2 हप्ता 3 हप्ता 1 महिनापछि अझ यति राम्रो हुन्छ कि तपाईँको कलरहरू फुल हरियाली होइन सबै हुँदै राम्रो भनौँ न होइन एउटा इन्भाइरोमेन्ट यहाँ चाहिँ एउटा अचम्म के छ भने पल्युसन चाहिँ छैन कि पल्युसन चाहिँ एकदम रुखलाई काट्नै दिनु उहाँहरूले रुख
रुखलाई काटेकी कारवाही भइहाल्छ यहाँ जङ्गलमा जानुपर्छ रुख त्यहीँ ढल्छ त्यहीँ मर्छ भनौँ न त्यहीँ ढलेपछि त्यहीँ कुहिन्छ हाम्रो नेपालमा त के गर्नु है छिमेकमा रुख लगायो भने भनौँ न को हुन्छ अरे सेफ हुन्छ अरे भनेर काटेर सत्तु जस्तै गर्छ यहाँ चाहिँ रुखलाई चाहिँ एकदम बचत गरेर राख्नु हुँदो रहेछ भने चाहिँ किन होला भन्दाखेरि हामीले अक्सिजन पाउँछौँ नि होइन रुखबाट त्यही अक्सिजनको लागि पनि होला होइन त्यही भएर यहाँको जुन इन्भाइरोमेन्ट त्यति पल्युसन भनौँ न मुक्त छौँ नै होइन त्यो रुखहरू भएर त होला नि हाम्रो नेपालमा त रुखहरू भयो भने काटिदिन्छ यता आफ्नो साथीहरूमा पढ्नुपर्छ झन् साथमा पऱ्यो भने त हो सेफ भयो अरे भनेर आज काटेर आज कता उल्को पो गर्छ त है नेपालमा त यहाँ चाहिँ रुख काटेकै कारवाही हुँदो रहेछ त्यही भएर घरमा जति पुरानो भयो भने रुख त राख्ने हो जति हावा आयो पनि ढले पनि रुखलाई चाहिँ यहाँ चाहिँ काट्न नमिल्ने रहेछ तपाईँको यहाँको भनौँ न होइन कानुन पनि त्यस्तो छ है कि आनन्दको अब हाम्रो नेपालको त कहाँ हुन्छ होइन आफ्नो रुख छ भने अझ त्यो रुख पनि काटेर सकाइदिन्छ अब यहाँ चाहिँ अब दायाँ बायाँ है बजार छिरेपछि दायाँ बायाँ हो हरियाली बिस्तारै बिचरा अस्ति नाङ्गो भएको थियो रुखहरू बिस्तारै पलुवाहरू पलाउँदैछ कस्तो लाग्यो हजुरहरूलाई त्यो पनि यसो कमेन्ट गरिदिनु होला होइन यति मनपर्छ भने हेरिदिनु होला भन्न पनि चाहेँ अनि फेरि पनि यस्तो भिडियोहरू पोस्ट गर्दा बेटर हुन्छ कि राम्रो हुन्छ कि हजुरलाई राम्रो लाग्छ भने चाहिँ यसो कमेन्ट गरिदिनु होला म अवश्य पनि यस्तो भिडियोहरू होइन अब बनाएर हजुरमा सेयर गर्छौँ नै यहाँ पनि अब कति चिजहरू राम्रो छ होइन त्यहीतिर गाडीहरू यहाँ चाहिँ मेन चाहिँ अब रेगुलेसन भनौँ न नियम कानुन त एकदम स्ट्रिक्ट नै हुन्छ है यति मानेन भने त आफैले नै खाइन्छ अब त्यही हो खाइन्छ भने डलर तिर्नु पऱ्यो अरू त त्यस्तो खास के होइन अब म पनि नजिक आइपुग्नु लाग्यो सायद बाहिर बम 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 भन्दै होला हेर्दै होला मलाई कतातिर आइपुग्यो भन्ने कुरो भयो अब यहाँबाट यसले त लग्यो मलाई अब फेरि फर्केर माथि आउनुपर्ने जस्तो जाऊ भयो यस्तै छ हौ साथीहरू गाडीहरू अगाडि रोकिन्छ रेड लाइटमा पऱ्यो छौँ अब रेड लाइटमा कुर्नै पऱ्यो अब यहाँ चाहिँ बाटो काट्नलाई फर्स्ट प्रायोरिटी जेब्रा क्रसिङबाट बाटो भाग्यो गाह्रो छ हो यहाँ पनि कहिले पेरेर आइदिन्छ है मेरो आफ्नो साथीहरूको तपाईँहरूले भिडियो भनौँ न होइन युट्युबमा पनि धेरै सब्सक्राइब्सहरू पुऱ्याइदिनु भएको छ 1000 प्लस भएको छ धेरै त भएको छैन होइन त्यसको लागि धन्यवाद भन्दै अब भनौँ न बिस्तारै खै बनाऊँ कि जस्तो पनि लाग्छ है कहिलेकाहीँ अब लाइभ देखेर फेरि दिक्क पनि लाग्छ हो है जस्तो पनि लाग्छ त्यहीहरू तपाईँहरूको माया साथ पायो भने अवश्य पनि बनाउने नै छौँ भन्ने आशा लिँदै अब एकैछिनमा म मेरो म्याडम मेरो जीवनसाथी होइन उहाँलाई म पिकअप गर्छौँ नै पिकअप गरेर माथिबाट ल्याएछ माथिबाट ल्याएछ तल पुगेर घुमेर आउनुपर्ने हुन्छ भने चाहिँ मलाई गाह्रो बनाउने भयो यसले यस्तै छ यहाँ चाहिँ बाटाहरू देख्दा पनि यस्तो चोक छ यहाँ चाहिँ ट्राफिक लाइटमा हौ सिडिया मेरो सपना हो अब यो चाहिँ सक्दैन जस्तो छ अब यस्तै छ हौ साथीहरू यहाँको भनौँ न होइन अब चलन भनौँ यहाँको चाहिँ मेरो जुन भनौँ न म बसेको ठाउँको होइन यहाँको चाहिँ उहाँहरू यस्तै छ नै भोलि तलै गएर जानु पऱ्यो तलै गएर आउँछु यहाँबाट गर्न मिल्दैन यस्तो छ जहाँ पऱ्यो त्यहीँबाट सुत्त काट्न मिल्दैन अब अलि तलै गएर आउनुपर्छ यस्तै छ भन्दै अब अलिकति तलबाट चाहिँ म काटेर त आउँछु बरु यताबाट हिँडेर मिल्दैन नि है यहाँबाट त्यो तलैबाट जानु त्यहाँबाट निस्किनु मिल्छ जाँदा पनि मिल्दैन होला
गाह्रो छ नयाँ ठाउँमा बाटो चिन्ने नै गाह्रो छ है आधा जिपिएस भएन भने त सक्यो जिपिएस नै हो यहाँको सारा भनेको बाटो नै हो उसले नै पिलिलिलि गरेर माथि ल्याइदिन्छ म चाहिँ यहाँ अलि तल वाइन्डी भन्ने एउटा छ त्यहाँबाट चाहिँ टर्न गर्छौँ जहाँ पाइ त्यहाँबाट टर्न गर्न मिल्दैन यस्तै छ यहाँको चलन भन्दै अब चाहिँ वाइन्डी बाटो चाहिँ यहाँबाट चाहिँ म अब टर्न गर्दै एक राउन्ड हान्छौँ अब यहाँ आउनेलाई त दिनु पऱ्यो पछाडि त्यसपछि मात्रै मैले टर्न गर्नु पाउँछ नभए पाउँदैन नभए त मार्छ होइन यस्तै छ अब त्यहाँ वाइन्डी भने खाना आउनेहरू सबै साथीहरू भनौँ न अर्डर गर्ने टाइपकोबाट लिने यहाँ भित्र गएर खानु पनि क्या सहिलो छ है यिनीहरूमा यहाँ आउँछ अब यहाँ अर्डर गर्दै बाटो गएर अब भाग्नु पऱ्यो बाटो काट्ने सब ड्राइभ थ्रुमा अर्डरको लागि चाहिँ लाइन बसेको चाहिँ यिनीहरू चाहिँ भन्दै अब म चाहिँ अब नजिक आइपुग्नुमा यस्तै छ हौ साथीहरू यहाँको चलन अब के गर्ने चलन अब यो के भन्छ नि 2 मुठी या 1 मुठी सास भएसम्म है अनेक देख्न पनि पाइन्छ होइन अनेक काम गर्नु पनि पर्दो रहेछ अनेक भन्दा पनि ठाउँमा आएर काम गर्नुपर्ने अनेक भन्दा होइन त्यस्तो होइन कि अब कामहरू नगरिकन भएन आफूले जानेको कामहरू गर्दै भनौँ न होइन लाइफलाई अब चलाउनै पऱ्यो के गर्ने सबै छिन्न भिन्न भनौँ न कोही नानी छोरीहरू कता छ कोही कता छ म कता छौँ बाबा कता हुनुहुन्छ नेपाल हुनुहुन्छ होइन गाह्रो छ त येलो बल्यो मार्ने भयो अनि जान मिलेन येलोमा अब रेडै बलिहाल्यो अब उहाँहरूको पालो उहाँहरूलाई जान दिएपछि अरू योपालि चाहिँ माथि फेरि मामाले हेरिरहनु भएको छ क्यामेराले यति गयो भने प्याट खिचिन्छ पढाउँछ अनि चाहिँ तिर्नुहोस् है हजुर भनेर हाम्रो उता जता छ नि होइन त्यहीँ टिकट काटेर हाइरन गर्ने होइन बाटो छेकेर यहाँ तपाईँलाई कोही छैन ट्राफिकै देख्नुहुन्न होइन तपाईँले बाटोमा मजासित चाहिँ पठाइदिन्छ उहाँले मामाको नमानेको होइन भनेर पठाइदिन्छ $5,000 पठाइदिइहाल्छ सक्यो नि त्यत्रो तिर्दा त अब तिरेर मात्र कहाँ हुन्छ र फेरि उसमा बस्छ तपाईँको पछि आफ्नो लाइफ फिट नभएछ भने उसमा कति वर्षसम्म प्रोफाइलमै बस्छ अनि तपाईँ जब गर्नु पऱ्यो भने त छैन त्यो सबै इन्भेस्टिगेसन हुन्छ हेर्दाखेरि छैन अनि म्याडम आउँदै हुनुहुन्छ के भयो कता हेर्नु नहेर हेर्ने यो मान्छेले कता हो सो देख्दैन ए आउनु सरी छिटो छिटो आऊ त्यहाँ मान्छे आएछ ठोकाइदियो क्या निस्किँदा त्यसले ठिक गर्यो हो हामीलाई बजाउँदा हुँदैन अनि म देखेर हो आइएम सरी रे ओ आइएम सरी रे त्यो चाहिँ मरेर यो झ्याल छैन आयो बिस्री मेरो भिडियोमा थियो यहाँ भिडियो बनाउँदै थियो सक्यो